क्या होइन म कहीँ देख्दिनँ। औकातको कुरा गर्ने सिधाको राजाका छोरा हौँ सागरजी हामी। होइन होइन हाम्रो बाबुबाजेले आर्या देशमा बस्नु भएको छ तपाईँ। तपाईँले बाबुबाजेको देशमा हो तपाईँको बाबुबाजेको केही पनि योगदान छैन यो देशमा बुझ्नुभयो। होइन किन योगदान हाम्रै बाबुबाजेको छ। होइन राजा भन्नुहुन्छ नि राजा हाम्रा नातेदार पर्छन् होइन बुझ्नुभयो नातेदार पर्छन् बुझ्नुभयो कि नै। होइन तपाईँ सिर्फ गुलाम गर्न लागेको ज्यादा कुरा नगर्नुहोस् सागरजी। तपाईँ जातिवादीमा नजानुहोस्। तपाईँ जुन बाटो छ त्यही बाटो अँगाल्नुहोस्। म तपाईँलाई आग्रह गर्छु तपाईँ भिजन छ मिसन छ आफ्नो भिजनमा हेर्नुहोस्। तपाईँ कुनै पनि व्यक्तिवादी तपाईँको व्यक्तिवादी कहाँ छ आजसम्म तपाईँको हामीले विरुद्ध केही बोलेको छ केही बोलेको छ एउटा मात्र भन्नुहोस् न तपाईँको विरुद्ध केही बोलेको छ के बोलेको थियो के बोलेको थियो ज्ञानेन्द्रको दाईको औकात के छ मेरो दाईको 1 किलो यासा गुमाएको बेला तपाईँको सम्पत्तिको औकात छैन ठुलो कुरा औकातमा आउनुहोस् कपुरी ख औकातमा आउनुहोस् ज्यादा बोल्न होइन औकातमा छ र औकातभन्दा बढी उठ्ने होइन ठकुरीसँग पङ्गा लिनु भनेको कस्तो हुन्छ थाहा छ गाडीमा दम हुनुपर्छ दम के तिमीहरू जस्तो घटियालाई त यो भाषा धेरै गतिलो हो आफ्नो औकातमा बस सागर औकातमा बस मैले अहिले भन्दैछु औकातमा बस तिमी चुप लाएर बस आफ्नो काम गर तिमीलाई हामीले केही पनि भनेका छैनौँ तिमीलाई कुनै दिन हामीले विरोध गरेका छौँ कुरा सुन न तिमीलाई कुनै दिन विरोध गरेका छौँ तिमीलाई विरोध गरेका छौ कुनै दिन व्यक्तिगत रूपमा तपाईँ तिमीलाई कुनै दिन विरोध गरेका छौ होइन प्रधानमन्त्री छोरीले तिम्रो विरोध गरेको छ भाइ बुझ्यौ तिमीले किन विरोध गरेका छौ तिमी सँगै हिँडेर सँगै गएर मबाट भाषणसम्म सिक्यौ यार तिमीले यार औकातमा आऊ न यार के सोध्छौ ल डिबेट गर्छौ नेपालको कहाँ डिबेट गर्छौ कुन तपाईँको पुलिसमा तिम्रो शिक्षा नीतिमा डिबेट गर्छौ कुन किताब पढेर मान्छे विद्वान हुन्छ के पढेर विद्वान हुन्छ त बुझ्यौ विद्वान छैन गौतम बुद्धले कति पढाएको थियो गिर्जाले कति पढाएको थियो ठुलो कुरा गर्छौ होइन हेर सागर मैले अहिले कुरा गर्छु हेर सागर तिमी आफ्नो बाटो बस अगाडि बढाऊ तिम्रो हिम अगाडि बढाऊ सक्छौ अगाडि जाऊ सक्दैनौ घर जाऊ तर कुनै पनि मान्छेको व्यक्तिगत रूपमा तिमीले मलाई दुःख लाग्यो कहाँ लिएर थाहा छ तपाईँको बाउको औकात के छ अरे हिँड्छौ सिधा जुम्ला जान्छौ सुर्खेत हिँड्छौ होइन मैले अनि के सोचेर देशा छौ के सोचेको छौ औकातको कुरा गर्छौ जुम्लाको साला एउटा गार्डन बराबर तिम्रो बाबुको पुर्खेउ सम्पत्ति छैन ए बाबु यस्तो धमास नदेऊ बाबु नभन भाइ बाबु नभन तिमी जस्ता घटियाले बाबु भन्ने होइन र म त तिमीलाई भेट्दैछु सुरेन्द्रको अफिसमा बालकृष्णको जहाँसुकै आऊ न तिमीलाई म भेट्नलाई कुनै गाह्रो कुरो भएन आफ्नो औकातमा बस सागर औकातमा बस औकातभन्दा बढी कुरा नगर हेर होइन औकातभन्दा बढी कुरा नगर औकातमा उभिउन पोखिन्छ होइन पोखिन्छ औकातमा बसेर कुरा गर समाजवादी कुरा नगर व्यक्तिवादी कुरा गरेर काहीँ कसैलाई केही पनि हुँदैन बुझ्यौ मैले बनाएको देश मैले गरेको देश तिमी चुप राम्रो काम गर ज्यादा गएको छौ तिमी यो देश कसले बनाएको धेरै ज्यादा गएको छौ बुझ्यौ धेरै ज्यादा गएको छौ होइन ज्यादा हुन्छु त तिमीले के गर्छौ भाइ के हुन्छौ मार्छौ के गर्छौ तिमीलाई मार्नुपर्छ र तिमी जस्ता घटियालाई के तिमीले धम्की दिने घटिया मान्छे रहेछ यार औकातै नभएको यार धम्की दिएको कस्तो लेभलै नआएको क्या यो होइन शिक्षक हौँ भन्छ है टिचर हौँ भन्छ यस्तो घटिया कुरा गर्छ यार है तिमी जिन्दगीभरि तिम्रो छैन त अब के गर्छौ त भाइ म शिक्षक हुँ त तिमीले अहिले कपुरीको खराएको भनेर भन्दै गर्दा मैले सुनिदिनु यसो गर न होइन तिमीले आफ्नो सिद्धान्तमा कुरा गर तिम्रो सिद्धान्तमा कुरा गर पोलिसीमा कुरा गर ज्ञानेन्द्र खराब छ भने त व्यक्तिवादी रूपमा घरायसी रूपमा किन गएको घरायसी रूपमा गएको होइन कसले के छेड छ के गर्छ ल भन ज्ञानेन्द्र खराब छ ज्ञानेन्द्रको हात खराब बोल्यो फलानो बोल्यो त्यो भन्ने पाउनु तिम्रो अधिकार छ क्या किनभने म सार्वजनिक व्यक्ति भन्ने तर मेरो घरको परिवार मेरो दाई मेरो बाउ दुनियाँ कुरा गर्नलाई तिमीलाई मैले भने तिमी त्यो त्यो साथी भएर हिँडेको थियौ पहिला होइन म पनि तिम्रो घर गएको छु त गएको छैन अनि मैले त्यही कुरा बाहिर बजारमा हिँड्नु अनि मैले कहाँ त्यो कुरा गरेको छु अनि बोलेको छौ त त्यो मनन मानवसँग कहाँ हिँड्थे को खान्थे के खान्थे 1 वर्षमा म के खान्थे थाहा थिएन 1 वर्षमा के गर्थे थाहा थियो कि थिएन सुरेन्द्र भण्डारीले सोध न के गर्थे भनेर होइन को के गर्थ्यो के गर्ने होइन समाजमा उठेको प्रश्न मैले के गर्थ्यो समाजमा खान्थ्यो 1 वर्षमा ज्ञानेन्द्र साईले
महिनाको 43,000 भन्दा बढी तलब सुनिन्न भन्नाले सुधार हिँड्ने मान्छे हो म। होइन के गर्छु के गर्दैन भण्डारीलाई तिमीले मसँग हिँडेर भाषण गर्न सिक्यौ यी यस्ता वाहियात कुराहरू तिमी स्कुल पढ्दाखेरि एउटा कुरा ए बाबु पढ्न ठुलो कुरा होइन यार पढ्न ठुलो कुरा हो सबै स्कुल कलेज तिमी मभन्दा उमेरले जेठो त तिमी पढ्छौ त कता ठुलो कुरा भएर स्कुल कलेज भत्काइदिउँ न त्यस्तो हो भने पढाइ नै होइन केही होइन पढाइ मेरो बुझाइ के हो भनेपछि के गरेछौ पढाइ के गरेछौ के गरेको पढेछौ अनि के संसार बदल्न सकिन्छ किताब पढेरै संसार बदल्ने भए विनोद चौधरीले के गरेछ डबल पिएचडी गरेछ ए बाबा हो को विनोद चौधरीले के गरेको छ भन्ने विषय मलाई त्यो विषय मेरो सरकारको विषय भएन किन त्यसको लागि कसले के गर्दैछ भनेर मैले त्यही कुरा गर्ने होइन एउटा कुरा सागर हेर आजका दिनसम्म तिमीहरूको कुनै पनि एक दिन पनि कुनै पनि ठाउँमा भन सागरलाई ज्ञानेन्द्र साईले सागर खराब हो भनेको एक दिन काहीँनिर देखाऊ कुनै व्यक्तिसँग पनि देखाऊ होइन हाम्रै अभियन्ताभित्रका मान्छेले पनि देखाऊ होइन मैले पनि कहाँ खराब भनेको छु त ज्ञान घरेसी कुरो के गरेको थियो के मैले के खान्छे के गर्छन् कसरी हिँड्छन् भन्ने कुरो त हेर्दाखेरि थाहा भइहाल्छ नि मान्छेले भनेर भनेको छु उनको के औकात छ भनेर मेरो बाबुको औकात के छ तिमीलाई बिगमा छ मेरो बाबुले तिम्रो बाबुको औकात के छ भनेर मलाई के सरकार सरकार नभएपछि तिमीले त्यो तिम्रो मुखबाट किरा परेको छ किन बोल्ला त्यो त किरा त ककसको मुखमा पर्दैन होइन अब ककलले के राम्रोसँग बोल हेर सागर मैले अहिले पनि तिमीलाई राम्रोसँग कुरा गर्दैछु होइन राम्रोसँग बोल राम्रोसँग पोलिसीमा कुरा गर भिजनमा कुरा गर तर पारिवारिक रूपमा पृष्ठभूमिमा नजाऊ पारिवारिक पृष्ठभूमिमा जाने भने हामी सडक छापको सन्तान होइन बुझ्यौ त्यसो त आफूले पनि के बोल्दैछु के गर्दैछु भनेर तिमीले पनि तिमीलाई तपाईँ भन्न पनि लागेको छैन किन तिम्रो त मैले अहिले इन्टरभ्यू हेरेँ तिमीलाई किन तिमी भन्नु पर्यो तपाईँ भन्नु पर्यो तिमीसँग त त्यस्तो खालको तपाईँ भनेर कसैसँग झुक्ने त शिक्षै छैन होला यति धेरै होइन यस्तो क्या घटियाहरूलाई घटिया व्यवहार गर्ने एउटा चलन हुन्छ क्या होइन हो ठिक छ तिमी मान हो तिमीलाई पूजा गर्छन् नि त मान्छेले तिमी मान हो प्रोफेसर भन्छौ आफैले प्रोफेसरले त्यस्तो घटिया कुरा गर्छ तिमी मान हो भइगयो त तिमी मान हो त तिमीलाई पूजा गर्छन् त मान्छेले भइगयो त त्यतिकै इगो प्रोब्लम आएको छ क्या इगो प्रोब्लम भएको रहेछ क्या इगो प्रोब्लम त्यो रक्सी खाएर दाङमा त्यतिखेर मैले सहर बाहिर हालिदिन्थेँ हो त्यही त म जाँड खाएर हिँड्थ्यौ रात दिन यार त्यो कुरा हामीले बाहिर भन्नुपर्छ ए होला भाइ होइन तिमीसँग होला म के खान्छु के खान्छु म मेरो पैसाले कमाएर खान्छु मेरो पैसाले खान्छु अनि कन्ट्रा ठुलो तिमी साधु सन्त जस्तो कुरा गर्दैछौ त मलाई देखाउन काहीँ न कहीँ रक्सी खाएको काहीँ चुरोट खाएको देखाउ न ए चुरोट र रक्सी खानु चुरोट खाए रक्सी खाए तिमीसँग एउटा प्रमाण छ तिमीले कुरा गर्ने हो सुन सागर हेर मैले एउटा कुरो भने तपाईँ आफ्नो हिसाबले कसरी जाने के गर्ने पोलिसी देऊ ज्ञानेन्द्र खराब भन मलाई त्यसमा चित्त दुखेको होइन बुझ्यौ किनभने एउटा सार्वजनिक व्यक्ति भएपछि मान्छेले के डिसाइड गर्छन् यसमा ठुलो कुरै होइन तर तिमीले जुन पारिवारिक कुरा गर्यौ नि मलाई त्यहाँनिर रिस उठ्यो ए तिम्रो पारिवारिक कुरा भयो तिम्रो कुरा भयो भनेदेखि तिमीलाई रिस उठ्छ तिमीले अरूको जे भने पनि अरूले ताली पिट दिनु पर्ने अरूले चुप लागेर बस्दिनु पर्ने तिम्रो समर्थन गर्यो भनेदेखि होइन ठिक हुने मैले तिमीलाई आफ्नो पारिवारिक कुरामा नजाऊ मैले कहाँ पारिवारिक कुरा गरेको छु मैले जे भनेपछि ताली पड्काइदिनु पर्ने भन्ने म मान्यताको मान्छे नै होइन मैले कहाँ पारिवारिक कुरा गरेको छु के पारिवारिक कुरा गरेको छु त होइन आज यो हैसियतमा पुगे भनेर कसैले प्रश्न सोध्दै गर्दाखेरि के थियो भन्ने कुरा त अब समाजले निर्देश गर्छ नि त्यसको खण्डन गर न तिमी खण्डन गर न ए भाइ तिमीले भनेको तिमी जस्तो घटिया मान्छे होइन नि त यार म होइन तिमीले कसलाई घटिया भन्न खोजेको के भन्न खोजेको के भन्न खोजेको भाइ किन तिम्रो किन घटिया भन्नु परेको छ एउटा मानवता छ तिमीले के शब्द बोल्दैछौ मैले केही पनि फरक देखिन हेर तिमी के सोध्दैछौ के घटिया भनेको के हो एउटा कुरा सुन हेर न सुन मेरो कुरा सुन तिमीले कसलाई घटिया भनेको तिमीले कसलाई घटिया भनेको पहिला भन न घटिया भनेको के हो घटिया भनेको के भनेर रवि लामिछानेहरूलाई के भने के भनेको छु रवि लामिछानेको अगाडि रवि लामिछाने मैले के भनेको छु रवि लामिछाने किन रवि लामिछानेको अगाडि रवि लामिछाने देखाउ न औकात छ
कस्तो कस्तो खालको कुरो गरेको यो बेतुको मूर्खले जस्तो कुरो गरेको आफ्नो औकातमा आऊ न बिरामी छानेको अगाडि तिमीले त्यो इन्टरभ्यू भनेको छौ ए भाइ प्रचण्डको किन विरोध गर्छौ तिम्रो औकात छ प्रचण्डको बिरामी छानेको अगाडि तिम्रो औकात छ कि छैन औकात छ प्रचण्डको विरोध गर्ने औकात छ के तिमीले विरोध गर्छौ औकात छ औकात छैन तिम्रो औकात थिएन औकात नबस आफ्नो औकातको कुरा गर न भाइ कसलाई भन्नु रवि लामी छानेको अगाडि तिमीले अघि च्यालेन्ज गरेको छौ यो औकात छ ए मैले के च्यालेन्ज गरेको छु रवि लामी छानेलाई के च्यालेन्ज गरेको ल आऊ न तिमी म सँगै माइतीगर मण्डलमा उभियौँ ल ए लु उभ भाइ उभ तिमी भिडमा हिँड उभ तिमी भिडियो देशै चलाऊ प्रधानमन्त्री हौ हैन तिमी र हेर अमृत खरेलमा मैले केही पनि फरक देखिनँ ठिक छ त तिमीले फरक देखेनौ के कुरो भन्छ तर शब्द चाहिँ चयन गरेर बोल है शब्द चाहिँ चयन गरेर बोल घटियाको शब्द आउँदा अलिक गतिलो शब्द भयो क्या यो घटिया तिमी यति घटिया मान्छे रहेछौ कि तिमी यति नालीको किरा रहेछौ कि होइन अब विरोध हेर तिमीलाई मैले एउटा कुरो के भनेको छ भने सिद्धान्तमा कुरा गर भिजनमा कुरा गर ए सिद्धान्तमा कुरा गर्नका लागि त पढे लेखेको मान्छे विचार हुन्छ पढ्दै पढ्नु हुँदैन विचारै दिनु हुँदैन पढ्ने के पढ लेखेको छ त कति गरेको छ कति पढाएको छस् त सीएको एउटा फाइनलको स्टुडेन्ट भएर पुऱ्याएर देखा न भाइ सीएको फाइनलको स्टुडेन्ट हैन दिल्लीमा पढेको देखा न तेरा बाबु औकात छ हैन तिम्रो